रूपन्देही जिल्लाको कोटाहिमाई गाउँपालिका वडा नम्बर 1 पतिजियामा धान सुकाउने क्रममा सार्वजनिक बाटोमै लखजी, आरी र बाँसका ठुटा राखिएको दृश्य बाहिर आएको छ। स्थानीयले बाटोको किनार र बीच भागमा धान सुकाउँदा त्यसलाई सम्हाल्नका लागि प्रयोग गरिएका ती सामग्रीहरू यात्रुहरूका लागि खतरा बन्न पुगेका छन्। सार्वजनिक बाटोमा यस्ता वस्तुहरू राखिँदा सवारी साधन र पैदल यात्रुहरूको आवागमनमा अवरोध सिर्जना हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ। स्थानीय बासिन्दाहरूले यस्तो कार्यले बाटो प्रयोग गर्ने सर्वसाधारणको सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार सार्वजनिक बाटोमा धान सुकाउने र लग्जीहरू राख्ने कार्यले बालबालिका, साइकल चालक, मोटरसाइकल चालक तथा हिँड्ने मानिसहरूलाई ठूला जोखिमलाई निम्तो दिन्छ। यो दृश्य कोटाहिमाई गाउँपालिका वडा नम्बर 1 पतिजिया क्षेत्रको हो। सम्बन्धित निकाय, गाउँपालिका प्रशासन, ट्राफिक प्रहरी तथा स्थानीय तहका सरोकारवालाहरूको ध्यान यसतर्फ जाओस् भन्ने सर्वसाधारणको माग रहेको छ। सार्वजनिक बाटो सबैका लागि साझा सम्पत्ति भएकाले त्यसको सुरक्षित र जिम्मेवार प्रयोग गर्न सबैलाई आह्वान गरिएको छ।